साथीहरू सबैलाई नमस्कार। म आज हजुरहरूलाई हामीले लगाएको हाइब्रिड केरा कस्तो राम्रो तरिकाले फलेको छ र यस्तो हाइब्रिड केरा यो होचो रुख हुने हुनाले ढल्ने हावाले ढल्ने समस्या पनि कम हुँदो रहेछ। हेर्नुहोस् है, म हजुरहरूलाई देखाउँछु। ल हेर्नु, हाम्रो यो हाइब्रिड केरा लगाएको यो कस्तो राम्रो घरि फल्यो। उतापट्टि अर्को घरि पनि छ। ल हेर्नु, उतातिर फेरि अर्को पसाएको पनि छ। यस्तो होचो केरा लगाउँदाखेरि हावाले नढल्ने र हामीले राम्रोसँग यो पुरै केरा चाहिँ खान पाइने हुन्छ। उता पनि अर्को एउटा घरि छ। ल हेर्नु, यसरी हामीले यो होचो केरा लगायौँ भने योबाट धेरै फाइदा लिन सकिन्छ। हजुरहरूलाई बिउ चाहिन्छ भने सम्पर्क राख्नु होला है त। साथीहरू सबैलाई नमस्कार। म आज हजुरहरूलाई हामीले लगाएको हाइब्रिड केरा कस्तो राम्रो तरिकाले फलेको छ र यस्तो हाइब्रिड केरा यो होचो रुख हुने हुनाले ढल्ने हावाले ढल्ने समस्या पनि कम हुँदो रहेछ। हेर्नुहोस् है, म हजुरहरूलाई देखाउँछु। ल हेर्नु, हाम्रो यो हाइब्रिड केरा लगाएको यो कस्तो राम्रो घरि फल्यो। उतापट्टि अर्को घरि पनि छ। ल हेर्नु, उतातिर फेरि अर्को पसाएको पनि छ। यस्तो होचो केरा लगाउँदाखेरि हावाले नढल्ने र हामीले राम्रोसँग यो पुरै केरा चाहिँ खान पाइने हुन्छ। उता पनि अर्को एउटा घरि छ। ल हेर्नु, यसरी हामीले यो होचो केरा लगायौँ भने योबाट धेरै फाइदा लिन सकिन्छ। हजुरहरूलाई बिउ चाहिन्छ भने सम्पर्क राख्नु होला है त।